माथि गोली हान्नेहरूमाथि खै पक्रेको खै उनीहरूमाथि उनीहरूलाई अहिलेसम्म नियन्त्रणमा लिएको। अनि हामीले त यो देशका हरेक नेताहरू भ्रष्ट छन्, यिनीहरूको सम्पत्ति छानबिन हुनुपर्छ। आज भ्रष्टहरू मालकोठरीमा हुनुपर्थ्यो, आज भ्रष्टहरूका विभिन्न फाइलहरू खुल्नुपर्छ, खै यो गरेको। त्यसैले चाहिँ सुशीला कार्कीहरूले राजीनामा नदिएसम्म यो आन्दोलन रोकिँदैन। यो आज टेलर मात्र हो। हाम्रा साथीहरू हामी संयुक्त रूपले एकीकृत ढङ्गले आएका छौँ र सबैहरू सहभागी हुन धन्यवाद। अलिक पछाडि बस्दिनु ल, सबैलाई बसाउने अलिकति यताबाट धेरै खिचिसक्नु। भाइरल हुनको लागि आफै भ्रष्टहरूलाई कुनै पनि कारबाही नगरेको र हाम्रा माग पुरा नभएको कारणले नभइरहँदा सुशीला कार्कीले हाम्रो बलिदानमाथि खेलिरहँदा सुशीला कार्कीको समाप्त भयो र कुनै पनि कुरा भएन भनेर हामी सडकमा आएका हौँ र सुशीला कार्कीहरूले अब राजीनामा दिनुपर्छ। सुशीला कार्कीहरूको औचित्य सकिसकेको छ र सुशीला कार्कीहरूले अब चुनाव होइन, हाम्रो माग चुनाव होइन। यदि ओम प्रकाश अर्यालहरूले चुनाव गराउँछन् भने 1 लाख जेएनजीहरूलाई गोली हाल्नुपर्छ अनि मात्र चुनाव हुन्छ। आजका दिनमा हामीले चुनाव चाहिरहेका छैनौँ, सुशासन चाहिरहेका छौँ। भ्रष्टाचारीलाई कारबाही हुनु पर्यो, हत्या हाम्रा दाजुभाइमाथि गोली हान्नेलाई कारबाही हुनु पर्यो। यो देशमा गरी खाने वातावरण सिर्जना हुनु पर्यो। र अर्को कुरा चाहिँ आज सुशीला कार्कीहरूले जेएनजीका नाममा राज्य दोहन गरिरहेका छन्। व्यापारीहरूसँग मिलेर बिचौलियाहरूसँग मिलेर चाहिँ आज जेएनजीको आवाजहरूलाई दबाइरहेका छन्, लत्याइरहेका छन्। हामी स्पष्ट भन्न चाहन्छौँ, सुशीला कार्कीहरू पख तिमीलाई केही बालुवाटारको कुर्सीबाट घुसारेनौ भने हामी जेएनजी होइनौँ, सपुत होइनौँ। आज हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि तिम्रो गृहमन्त्री तिम्रो कान्छो छोरो कि को त्यो ओम प्रकाश अर्यालले जसरी आज हामीमाथि धरपकड गरेर हामीमाथि बुट बजारिएको छ, तिम्रो ओम प्रकाश तेरो जसरी आज तेरा पुलिसहरूले हामीमाथि बुट बजारेका छन्, तँमाथि ती तेरा छातीमाथि बजारिने छन्। र जेएनजीको आन्दोलनलाई चुनावमा परिणत गरिएको छ। के मेरो भाइले माइतीघरमा चुनावको लागि गोली खाएको हो? यो सरकार जेएनजीको सरकार होइन, यो सरकार विदेशीहरूको दलालको सरकार हो, बिचौलियाको सरकार हो। को लागि के 76 जनाको रगत बगाएको केपी शर्मा ओलीको सरकार र सुशीला कार्कीको र ओम प्रकाश अर्यालको सरकारमा फरक चाहिँ के भयो? अब यिनीहरू सिद्धिन खोज्दैछन् कि यिनीहरूलाई सिद्धिन मन छ कि के गर्न मन छ भने क्या ओम प्रकाश अर्यालज्यू तपाईँलाई यतिको लागि त्यो कुर्सीमा बसालेको कि तपाईँलाई हिजोका दिन भन्दै गर्दा एमालेको झोले एमालेको कार्यकर्ता भन्थ्यो कि तपाईँ एमालेको कार्यकर्तै हो? केपीको शासन हुँदा पनि यस्तै थियो, अहिले पनि यस्तै छ। फरक चाहिँ के देखियो भने क्या यो कसले लिएर जान्छ? यो ओम प्रकाश अर्याललाई उपहार दिने हो, मैले उपहार यो राखिराख्छु म।
मेरो कोठामा राखिरहेको छु तपाईँका गुन्डाले गरेको तपाईँका अन्धभक्तले गरेको यो चिज कहिले जानुहुन्छ ओम प्रकाश आर्यलाई यो अहिले पनि जान सक्छु है हामी 1-2 दिनपछि पनि जान सक्छु यो लिएर जान्छु भनेपछि यो गन्ती चाहिँ ओम प्रकाश आर्यलाई दिने यो चाहिँ दिन्छु जस्तो हामी महसुस गर्न सक्छौँ किनकि धेरैपल्ट जेन युवाका नाममा धेरैले धेरै सरकारले खास गरी उनीहरूलाई लखेटिरहेको छ प्रधानमन्त्री कार्यालय यहाँबाट प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ प्रहरीद्वारा युवाहरूलाई लचार पसार पनि पारिएको प्रहरीद्वारा यसरी युवा बसेका युवाहरूलाई प्रहरीद्वारा यसरी लगिएको छ तपाईँ दर्शक सक्नुहुन्छ